आफै मकैको बोट त कस्तो मजाले फलेको रुप्या होला है यो यस्तो बोट नफल्नु पर्ने ल हेर केटा गाँजा ल गाँजा हेर केटा हो कति छ गाँजा कति खाने हो ल हेर कति बेबे अहिले भन्न एकचोटि बास नानी यहाँबाट खाने गाउँ हुँदै माने दोकान जान्छ है यहाँ मान दोकान जान्छ है बाटो राम्रो छ होला त भित्र छ नि त्यो साह्रो भित्र फुलचोकीको डाँडो छ क्या ल हेर गाइस हामी चाहिँ होइन आज चाहिँ काठमाडौँको चाहिँ सबैभन्दा अग्लो डाँडामा आएको छौँ क्या यो चाहिँ बुझ्यो गाइस हामी चाहिँ अहिले लाकुरीमा छौँ होइन म र बेबे अब हामी चाहिँ खाने गाउँतिर माने दोकानतिर जान लाग्छौँ होइन ल बेबे है त मेरो बेबे यता चाहिँ होइन बेबे एउटा केही भन्दैन त ल राइडमा जान लाग्छौँ हामी भन्न यो म्यान हामी उहाँ तलको डाँडो जान्छौँ क्या उहाँ तल जाने हो क्या हामी बाइक छोडिदिए त नि हेर्न क्या लिएर जाउँ बेबी हामी लिएर जाउँ त चलाए बेबे हस् एउटा बाइक किटमा पाइएको थियो है ऊ त तुसारो भित्र छ नि त्यो तुसारो भित्र फुलचोकीको डाँडो छ क्या ल हेर गाइस हामी चाहिँ होइन आज चाहिँ काठमाडौँको चाहिँ सबैभन्दा अग्लो डाँडामा आएको छौँ क्या यो चाहिँ बुझ्यो भिडियो बाटो सबै देखिन्छ हेर त त्यो रुखहरू पनि देखिन्छ मुनिको होइन उहाँ माथिको आफै पुरै डेन्जर रे बेबे बाटो देउसी रे लड्नै आँट्यो देउसी रे ल हेर उहाँ दीपक खाजाघर भाले ल चापाखर्काको पिकनिक स्पोट है यो चाहिँ ठ्याक्क चापाखर्के भन्छ क्या यसलाई चाहिँ यहाँ चापाखर्का चापाखर्क भन्छ कि खोइ के भन्छ त्यो मलाई पनि राम्रोसँगले नाम थाहा छैन क्या राम्रोसँगले प्रनाउन्सिएसन गर्न आउँदैन क्या बेबे बोर्ड पनि छैन त बोर्डमा हेरेर भन्थेँ म त टिचर भएको के काम लाग्छ बोर्डै कहीँ छैन यस्तो डाँडोमा बोर्ड एउटा राख्नु नि है राति अनि त्यही बोर्ड टिकेर लिएर गएर बेचिदिएर खाइदिन्छन् मान्छेहरूले रक्सी खाइदिन्छन् नेपालको मान्छेहरू त त्यस्तै हुन्छन् 20 रुपियाँ भए त हुन्छ ल गाइस स्कुल छ यहाँ हेर यहाँ कस्तो काइ परे बाटो छ यो डेन्जर बाटो राम्रोसँगले देखिन्छ बेबे हेर त देखिन्छ ल गाइस हामी चाहिँ फाइनली चापाखर्का आयौँ होइन
ल हेर स्कुलको प्लेग्राउन्ड पहिला हामी यहाँ स्टोन हान्ने ठाउँ थियो भने बेबे त्यो बाइकमा भएको त्यही हो यहाँ भैँसी नहुने ठाउँ यो यो पोखरी घाँस चाहिँ घाँस आएछ है दामी छ जमिन तर म लडीपुरी गर्न जम्दै अलिक सफा भइदियो होला नि गएर गाइस क्या दामी बस्ती छ है मकैको बोटै बोट अनि मकैको बोटभित्र त्यहाँ कहाँ जाने हेर जाडो कस्तो नाङ्गो रूप रहेछ हेर त मेरो बेबे कस्तो नाच्थ्यो कि यार ल बब्बाल छ क्या बब्बाल मुनिको बाटो बवाल देखिन्छ क्या है कहाँ है कहाँ बेबे डाँडामा यो ठाउँको के को फेमस थाहा छ बुइ बेबे ए होइन नि यो ठाउँ त गाँजाको फेमस हो क्या यो ए यहाँ होइन बेबे यहाँ हरेक घरमा गाँजा छ भने हरेक घरमा गाँजा पाउँछ भने हेर न क्या बब्बाल छ भने ए सबै धनी खाने उतु उतु गाँजा हो हेर त बेबे उहाँ तलको त्यो गाँजा हो हेर त उभिएर हेर त उठेर हेर न हो है मकै बोटभित्र कहाँ त्यो गाँजा त्यो पुरै गाँजै छ त्यहाँ पुरै हेर न बिचमा माथिको फुल फुल्या मकैको तर त्यो गाँजै टन्न छ नि गाँजा है मकै नै तर यस्तो जङ्गललाई त्यो रोप्यो नि ल र पुलीले समातेर लान्छ अनि थापाउँदैछ नि लुगाउँदै केटी पुलिस हुँदैन हेरौँ गाँजा आफै लयर केडा हो गाँजा ल गाँजा हेर केडा हो कति छ गाँजा कति खाने हो ल हेर जुगाले त टोकिहाल्छ नि बेबे यहाँ त फेरि यहाँ फल्ने गाँजा फेरि सबै खतरा खतरा हो क्या संसारमै नपाउने गाँजाहरू छ क्या यहाँ मैले त्यहाँ हेरेँ पढेको थिएँ होइन नेपालमा बुद्ध आइज भन्ने एउटा गाँजा पाउँछ अरे क्या बेबे त्यो चाहिँ नेपालमा मात्रै पाउँछ अरे क्या त्यो ए चाइनाहरू मान्छेहरू विदेशी माफियाहरू हुन्छ नि बेबे त्यो त सबै हेलिकप्टर बोकेर आएर यहाँ आएर उलिएर जाने क्या कहाँ हामीले नेपालीले त सक्दैनौँ त्यसरी बेच्छ होइन हामी नेपालीले बेचेर बेच्न सक्दैनौँ क्या विदेशीले आएर बेच्यो भने चाहिँ म अलिकति टुरिज्म भनेर यताउति गर्न पाइन्छ होइन हामी त अब नेपाली भनेपछि त सिधै यो मैले ट्याबे गजडे भनेर भनिहाल्छ नि लिएर आइज ए त्यो मुनि मुनि छ नि सब गाँजा हो क्या त्यो अनि त्यो अझै यो मकै काटेपछि त त्यसले मकैले घेरेर राखेको छ क्या त्यो गाँजालाई मकै काटेपछि त पुरै गाँजै गाँजा पुलिसले आएर बेला बेलामा काट्छ अरे भनेर सुनेको थिएँ मैले
लिएर जाने अनि लगेर खाल्टोमा पुर्दिने यताउति गरिदिने अब यहाँ भएको लाखुरीतिर भएको मान्छेहरूले अब पैसै छैन त अब गाँजा बेचेर भए पनि सब यो गाँजा बेचेर घर बनाएको यो कहाँ उहाँ काठमाडौँमा गाडी रिजर्भ गरेर आउँछ अरे भने मान्छेहरूले भने यहाँ किन्नलाई अब पहिला हामी यहाँबाट राइडहरू आउँथ्यौँ नि त अनि नयाँ नयाँ मान्छेहरूले अनि हाम्रो बाइक मोडिफाई देखेर होइन यतिको खानेर सोध्छन् क्या अनि कहाँ नि हामी यताको होइन नि त तलको हो नि त हामी त फेरि यहाँबाट लिएर जानलाई के गर्नु यहाँबाट लिएर गएर के गर्ने त्यहाँ लाक्री चेकिङ पोइन्टमा कस्तो चेकिङ हुन्छ जेल पर्छ तब रक्सी खाएर टिल परेर बरु लड होइन उठाएर तल घर पुऱ्याइदिन्छ होइन त गाँजा चाहिँ बोकेर चाहिँ हिँड्न पाइएन क्या बुझिस् अब फेरि यहाँ चेकिङबाट बाँचेर गएर तल चेकिङमा पऱ्यो भने फेरि यिनीहरू माथि पुलिस नराम्रो पर्छ नि त पुरै लुगा सुगा सब खोलेर चेकिङ गर्छ यहाँबाट त्यो लाने भनेर त अलिकति गाह्रै छ केटा हो अस्ति न हामी यहीँ बस्यो होइन हामी उतो बाटो जाने हो क्या त्यो पारीको उहाँ माथि प्याराग्लाइडिङ हान्ने ठाउँ हो क्या बेबे हेर्न क्या गाँजा बाख्न आएको है हर गाँजा बाख्न आएको क्या नानी यहाँबाट खाने गाउँ हुँदै माने दोकान जान्छ है यहाँ मान दोकान जान्छ है बाटो राम्रो छ होला त यहाँ चाहिँ गदौरी जाने बाटो हो क्या यो क्या ठोकिदिएर मुनि है यहाँ माथि हो क्या प्याराग्लाइडिङ हान्ने ठाउँ चाहिँ मेरो बेबेलाई त सबैले हेर्छन् के भयो बेबे दमिनी जस्तै भएर होला मेरो बेबेलाई दमिनी जस्तो देखेर होला सबैले हेर्छन् क्या अझै अनि बाइकलाई पो हेरे हो मलाई पनि त्यसरी नै राखेर लिएर जान भनेर भन्न खोज्यो होला है मेरो बेबे नै गफाडी भइसक्यो मेरो बानी लाएर अनि बेबीको बानी सर्नु पर्यो बेबे अहिले भन्न अहिले बास तिमी रमा घुम्न जाउन तिमी रमा ओ त्यो स्याहार लाकुरीबाट आउने बाटो भन्दा त यार माने दोकान जाने बाटो राम्रो रहेछ हेर्न बेबे फेरि तल राम्रो हुनु पऱ्यो क्या म त होइन बेबे म त बेबे होइन म त पहिलोचोटि होइन उहाँ फुलचोकीको डाँडा माथि चढ्न जाँदाखेरि 6 घन्टा हराएको होइन म त अनि कहाँ मैले गर्दा होइन क्या एउटाले गर्दाखेरि हो क्या बाइक अब फुलचोकीको टुप्पामा राखेर हामी त तल आइदियो भने ल हेर त अनि फेरि डाँडो उभिएर माथि उभिनु पर्दिरे कहाँ भने माथि त जानै पाइएन नि हिउँ खेल्नै पाइएन ओ कस्तो ठोको क्या यो बाइकहरू चाहिँ अलिक गाह्रै हुन्छ क्या यो मुनि छुन्छ है वनमा को भट्टा गर्दै हिँडिरहेछ भनेर हेर्छन् क्या मान्छेले है वनमा को चाहिँ यो भट्टा गर्दै थर्काउँदै वनमा हिँडिरहेछ भनेर सोचिरहेको होलान् मान्छेहरूले
जग्गा यस्तो बब्बाल छ बब्बाल। हेर त मेरो बाटो राम्रोसँग देखिन्छ। यो र यो देखिनु पर्यो क्या, बुझ्यो नि? बुझे? यो र यो होइन, यो देखिनु पर्यो क्या। ओहो गाँदा हेर्न कस्तो खतरा गाँदा रहेछ। भिडियो बनाउँ न हिँड्न बुढी है।